साथीहरू नमस्कार। आज हामी एआईको प्रयोग गरेर गीत बनाउन सिक्दैछौँ र एआईबाट गीत बनाउनका लागि सबैभन्दा पहिला हामीले गीतको रचना गर्नुपर्ने हुन्छ। अर्थात् यदि तपाईँले नै गीत बनाउनु भएको छ भने त्यो गीतलाई नै प्रयोग गर्न सकियो। हामी सबभन्दा पहिला च्याट जाउँ। च्याट गएर हामीले एउटा गीत बनाउँदैछौँ। ओके, च्याट एउटा गीत बनाऊ। राइट अ सङ अबाउट संस्कृति। नेपालको कला र संस्कृति भन्ने शीर्षकमा हामीलाई एउटा गीत लेखिदिनुहोस् भनेर भनेका छौँ हामीले च्याट ओके, यसलाई सबमिट गरौँ। यसले एउटा गीत लेखिदिन्छ। अब त्यसपछि हामीले यतापट्टि यो गीत बनाउनको लागि हामी सुनोमा जानुपर्ने हुन्छ। त्यसैले सुनो एआईलाई ओपन गरौँ। सुनो एआई। ओके, सुनो SUNO .com सुनो ओपन गर्दै गरौँ। यदि सुनो तपाईँहरूको रजिस्टर भएको छैन भने सुनोलाई रजिस्टर गर्नुपर्ने हुन्छ। सुनोमा हाम्रो एकाउन्ट खोल्नुपर्ने हुन्छ। ओके, यतापट्टि च्याट गीत बनाइसकेको छ। यो गीतलाई हेर्नुहोस् त, गीत नेपालको कला र संस्कृति लोक आधुनिक शैलीमा गाउन मिल्ने सरल नेपाली गीत। ओके, ल यो मुखडादेखिको गीतलाई कपी गरौँ। ओके, यहाँसम्म हामीले कपी गऱ्यौँ। यसलाई कपी गरिसकेपछि अब हामी सुनोमा जाउँ। सुनोमा गइसकेपछि अब हामीले गीत बनाउनु छ। त्यसैले गीत बनाउनको लागि यो सुनोको लेफ्ट साइडमा भएको क्रिटमा जानु पऱ्यो है त। क्रिटमा, लेफ्ट साइडको क्रिटमा जानु पऱ्यो। क्रिटमा गइसकेपछि अब हेर्नुहोस् त, यहाँनिर यो सिम्पल, एडभान्स, अडियो, भोइस भनिरहेको छ। त्यसमध्ये हामी यो लिरिक्समा एकपटक क्लिक गरिदिने। लिरिक्समा क्लिक गरिसकेपछि यो लिरिक्समा हामीले अघिको गीत, त्यो च्याट ल्याएको गीतलाई पेस्ट गरिदिने। ओके, लिरिक्स भयो यो। त्यसपछि हामी तलपट्टि स्टाइलमा जानु पऱ्यो। स्टाइलमा गएर हामी यो लोकगीत हो होइन, यसलाई हामीले लोकगीत बनाउन खोजेको। त्यसैले त्यो लोकगीतको स्टाइल हामीले कस्तो प्रकारको स्टाइल बनाउने भनेर यहाँ लेख्नुपर्ने हुन्छ। त्यसको लागि हामीले च्याट यति गरेर हामीले लेख्ने बित्तिकै यसले हामीलाई यसको स्टाइल दिन्छ। यो स्टाइललाई हामीले कपी गरौँ। यसरी फोल्क स्टाइल भनेर यो स्टाइल, यदि हामीलाई चाहिँ गीतको बारेमा राम्रोसँग ज्ञान छ भने स्टाइल लेख्न सक्छौँ। नभएको समयमा चाहिँ हामीले यसरी स्टाइल यहीबाटै लिन सक्छौँ। स्टाइल पेस्ट गर्ने बित्तिकै ओके, यसपछि तल जाउँ त। तल गइसकेपछि अब यहाँ तलपट्टि हामीले अरू केही गर्नु पर्दैन। लिरिक्स, राइट प्रम्प्ट। ओके, यो भोकल जेन्डर चाहिँ कसको बनाउने त होइन। ओके, मेलको वा फिमेलको। ओके, हामी फिमेलकै बनाऊ जेन्डर। अब अरू केही गर्नु पर्दैन। यति गरिसकेपछि हामीले यहाँ के गर्यौँ त भन्दा लिरिक्स ल्याएर राख्यौँ। त्यसै गरी हामीले स्टाइल पनि हामीले च्याट जनरेट गरेर लिएर आएर राख्यौँ र हामीले मेल फिमेल जेन्डरलाई सिलेक्ट गऱ्यौँ। ओके, यति गरिसकेपछि अब माथिपट्टि यहाँ सिम्पल र एडभान्स भन्ने दुईवटा अप्सन छ। हामीले यो दुईवटा मध्ये जुनमा गर्दा पनि हुन्छ। सकेसम्म एडभान्समै गरौँ। ओके, एडभान्समा गरिसकेपछि अब यसलाई क्रिएट गरिदिउँ। अब यसले एकैछिनमा हामीलाई गीत जनरेट गरिदिन्छ। गीत बन्दैछ, जनरेट गर्दैछ। यतापट्टि दाहिने साइडमा गीत बनिरहेको छ। ओके, नेपालको कला र संस्कृति भन्ने। यदि तपाईँहरू यो सुन्नुमा नयाँ हुनुहुन्छ भने चाहिँ यसले एकैचोटि 4वटा गीत बनाउँछ। मैले चाहिँ यसलाई धेरै प्रयोग गरिसकेको हुनाले यसले 2वटा गीत बनाएको छ। ल हेर्नुहोस् त, मैले यो सुन्नुमा बनाएका गीतहरू छन्। मैले धेरै गीतहरू बनाइसकेको छु। ओके ओके, ल हेर्नुहोस् त, सुनुले 2वटा गीत जनरेट गरिदिइसकेको छ। नेपालको कला र संस्कृति, यो 2वटा गीत। यो 2वटा गीतलाई हामीले एकपटक प्ले त्यसै गरी हामी अर्को गीतलाई पनि प्ले गरौँ। अब यो गीतलाई हामीले आवश्यकता अनुसार यो 3 डटमा क्लिक गरेर डाउनलोड गर्न सक्छौँ। यसरी डाउनलोड गर्दा हामीले MP3 अडियोमा डाउनलोड गर्नुपर्ने हुन्छ र यो हाम्रो फ्री भर्सनको भएको हुनाले यसले नेट कमर्सियल राइट्स भनेको छ। भनेको चाहिँ हामीले यसलाई प्रो भर्सनमा लैजानुपर्छ वा अपग्रेड गर्नुपर्छ भनेको छ। त्यसो हुँदाहुँदै पनि हामीले डाउनलोड एनिवे भन्ने अप्सन पनि छ, यहाँबाट डाउनलोड गर्न सक्छौँ। अब यो डाउनलोड एनिवेबाट यसलाई डाउनलोड गरिसकेपछि यसलाई हामीले आवश्यकता अनुसार सुन्न सक्छौँ। तर यो फ्री भर्सनबाट डाउनलोड गरेको गीतहरूलाई युट्युबहरूमा अपलोड गरेर मोनिटाइज गर्नु पनि सकिँदैन। त्यसै कारणले यसलाई हामीलाई अपग्रेड गर्नुहोस् वा डाउनलोड एनिवे भन्ने खालको अप्सन यसले हामीलाई दियो। ओके, यो डाउनलोड भइसकेको छ। अब डाउनलोड भइसकेको गीतलाई हामीले यसरी सुन्न सक्छौँ। ओके, थ्याङ्क यू।
यस्तै यस्तै भिडियोहरू हेर्नका लागि यहाँहरूले हाम्रो सुटेक साथी युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।